ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई हाने गज्जबको झटारो। हर्क साम्पाङले दिनमा 10 चोटि प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको मागै गरेपछि सँगै कुर्सीमा बस्ने अर्का विपक्षी दलका नेता ज्ञानेन्द्र शाहीले हर्कलाई गज्जबको झटारो हानेका छन्। उनले प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको भन्दै फेसबुकमा लेखेका छन्। माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपील छ, प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले 35 वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाईँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ। हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो। जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।